गुड मर्निङ एभ्रिवान। आज शनिबार बिहान 5 बजे उठेर नुहाइधुवाइ गरेर फ्रेस भएँ म र पिपलको बोर्डमा म गएँ जल चढाउनलाई। जल चढाएर आएपछि म एक्सर्साइज गर्न सुरु गरेँ। सुरुमा म जोगारी डम्बलले एक सेट हाने र हातलाई पनि पम्प हाने एकछिन। त्यसपछि एकछिनको ग्याप लिएर पुसअपहरू हाने। सुरुमा नर्मल पुसअप र वाइड पुसअप, फिस्ट पुसअप, 10 फिङ्गर पुसअप, डायमन्ड पुसअप र लास्टमा ब्याक ह्यान्ड पुसअप हानेको एक सेट सबै। त्यसपछि एप्सको एक सेट र कोरको पनि एक सेट हाने। लास्टमा फेसको एक्सर्साइज पनि हाने एकछिन। एक्सर्साइजहरू सबै सकेर म खाजामा खिर खाएँ। सबै गर्दा उर्दा ठ्याक्कै 6 बजे र ठ्याक्कै 6 बजे म कामतिर लागेँ। हामी दुई दाजुभाइ एकै ठाउँमा काम गरेर हो डेलिभरीमा। रुमबाट काममा जाँदा आफ्नै साइकल लिएर गएँ। दुईजना एउटै साइकलमा। म चलाइरहेको थिएँ, दाइ चाहिँ अगाडि बसिरहेको थियो। हामी काम गर्ने चाहिँ रातो पुलमा हो, गाउँ बेसी लजिस्टिक कुरियर कम्पनीमा। चावेल पिपल बोर्ड हुँदै खोले खोलाको बाटो गएँ। ठ्याक्कै हामी काम गर्ने अफिस खोलाको छेउमै छ र हामी ठ्याक्कै अफिस पुगे।